मेरो धनबहादुर लोहार। धनबहादुर लोहार है, हजुर। अहिले कटुसे बजारमा हामी छौँ होइन। यो कति सालदेखि यो बजार सुरु भयो? यो सुरु भएको 47 साल एकादशीबाट 47 सालबाट है? 47 साल। हजुर हजुर। कस्तो लाग्थ्यो त्यतिखेर? कसरी सुरु भयो होला? के छ, तपाईँ त अलि ज्येष्ठ नागरिक हुनुहुन्छ, जानकारी पनि होला। हजुर त्यो हजुर के भयो भने एकादशी हजुर यहाँ माथि बजारदेखि राख्थ्यो। हजुर हजुर। अनि एकादशी माथि अलिक कस्तो के भएर हजुर त्यहाँबाट सुन्तलाहरू फलफुल बोकेर जानेहरूले ठाउँ पाएका छन्। हजुर। अनि यहाँ आएर साथीहरू बसेर हजुर। अनि त्यही दिनदेखि ए हजुर एकादशी बजार लाग्नु सुरु भएको। एकादशी बजार सुरु भयो त्यहाँदेखि अनि बजार लाग्नु एकदम लगातार चालो हजुर। थालेपछि अब के कहिले कुन बार आउँछ भन्दा शनिबार बजार लाग्नुपर्छ भन्ने भएर छुट्टी पनि हुन्छ के पनि हुन्छ भन्ने कुरा। ए छुट्टी पनि हुन्छ भनेर चाहिँ? पछाडि अब त्यहाँ बजार त्यहाँ जुन हजुर स्कुलदेखि पछि एउटा हुन्छ त्यो त्यहाँ एकादशीको बजार त्यहाँ निकै लाग्छ नि। ए हजुर हजुर त्यो निकालेर त्यहाँ भन्दा यहाँ लागोस् भनेर। हजुर। ए अनि अब यहाँ त खुला ठाउँ भयो, हजुर हजुर कसैले लाग्नु हुँदैन, कसै घर भन्ने पनि कुरो थिएन नि। हजुर हजुर। अनि त्यहाँबाट चालु भएर यहाँ एकजना मगरे हो यहाँ गङ्गाले उकुसुकु ल्याएर यहाँ गएको थालेपछि बजार लाग्नु थाल्यो। ए हजुरको शुभ नाम के भन्नु हजुर? मेरो चाहिँ मनमा थाहा। हजुर। के छ, कतिको भिडभाड हुन्थ्यो, कस्तो हुन्थ्यो त्यतिखेर? एकचोटि तपाईँको सुरुमा एकचोटि त भिटै हुन्छ, हजुर। बजार साह्रै राम्रो लागेको थियो। ए हजुर। तपाईँको यही भेटले गर्दा लाउनु थालेको यो बजार समितिबाट मिलाएर गरे। कुप्रेबाट भन्थे नि हजुर हजुर। लाइनबाद लुङ्गेलीबाट सुरु भएको। भनेपछि कति सालदेखि अलि हराउँदै गयो भनौँ न, कम हुँदै गयो? अहिले त बन्दै भएछ हाट लाग्न त। अझ बन्दै भयो। एक साल कति सालमा चाहिँ मजाले लागेको बजार? होइन त्यसो त यहाँ के भएको हो भने नि हजुर हजुर। बिचमा नि हजुर। बिचमा त्यो कोभिड आइसकेपछि चाहिँ अलिक ए हराउँदै गयो। लाग्नु छोडेको हो। के शुभ नाम हजुरको? मेरो गीता बजार है। ए हजुर हजुर। अहिले बजारको सचिव हो। सचिव हुनुहुन्छ है। के छ यो बजारको चाहिँ अब अहिले सार्वजनिक जग्गा हटाउने भन्ने कुरा नि आइरहेछ होइन? तपाईँहरूको चाहिँ के छ माग? होइन हाम्रो माग भनेको नि हजुर। हामीले कुनै हडप गरेर बसेका छौँ अथवा बाटो पुगेन भने हामीले खोला खोल्सी मासेका छौँ भने हजुर। हटाउन सक्नुहुन्छ होला उहाँहरूले। तर हामीले त्यस्तो गरेका छैनौँ। बाटो यही हो। जस्तै अब तपाईँहरू भन्नुहुन्छ भने यो 27 फुट पुगेन भने यो यति हटाउन सक्छौँ हामी। हाम्रो घरको छाना तल हटाउन सक्छौँ हजुर होइन। हजुर हजुर। पुगेन भने हामीले कुनै दूषित गरेका छौँ भने उहाँले आएर भन्नुपर्छ होइन। भनेपछि तपाईँहरूको चाहिँ हटाउनु हुँदैन, बरु अझै व्यवस्थित गर्नुपर्छ भन्ने भन्ने हाम्रो कुरा हो। केही छ तपाईँको पनि भनाइ? हजुर हजुर। हजुर हजुर। जस तपाईँहरूको चाहिँ यो बाटो के अरे यो सार्वजनिक जग्गामा तपाईँहरू जुन घरहरू छ त्यसलाई चाहिँ अब तपाईँहरूकै नाममा दिनुपर्छ भन्ने हो माग कि के हो? हजुर। अब हाम्रो नाममा जुन बसेका छन् हजुर। उपभोक्ताहरू हजुर हजुर। उनीहरूकै नाममा दिनुपर्छ। हजुर। बजार लाउँ भने सबैले। ए अब जस्तै पहिला खेल मैदान थियो। हजुर हजुर। यसलाई खेल मैदान भनिन्छ। हजुर हजुर। त्यो खेल मैदान भएको कारणले गर्दाखेरि हामीले बजार लाउनु सुरु गऱ्यौँ। हजुर हजुर। अनि यहाँ पहिला कुनै जङ्गल पनि थिएन। हजुर। जङ्गल उता थियो, उतापट्टि थियो जङ्गल होइन। हजुर। पहिला त खेल मैदान थियो। त्यसपछि बजार बस्यो। हजुर। बजार राख्न सफल भयौँ अथवा कसैले लाउन सुरु गर्नुभयो, हामीले पनि सहयोग गऱ्यौँ। त्यसो भएको हुनाले यसलाई बाटो पुगेन भने लाछी हटाउन हामी तयार छौँ हजुर होइन। हजुर बाटो पुगेन भने हामीले कहीँ फोहोर मैला खोला खोल्छौँ, फोहोर मैला गराएको छैनौँ हजुर होइन। हजुर। त्यस कारणले गर्दाखेरि अब सरकार नेपाल सरकारले हटाउँछ भने पनि हटाओस्। तर मलाई के हो भने कति घर जति हुनुहुन्छ यहाँ यसरी? हामी 200 घर हुनुहुन्छ है? 230 घर 230 घर हुनुहुन्छ। 230 हजुर। तपाईँहरूको पनि त्यही हो भने होइन त? हाम्रो पनि त्यही हो। हजुर। यहाँ यति अब हामी पनि बजार लागोस् भनेर डरले। हजुर। अब पहिलादेखिको बजारको पनि दुःख थियो। हजुर हजुर। हामी अब कि आइतबार जानु पर्थ्यो, हजुर हजुर हजुर। कि अब इलाम जानु पर्थ्यो, हजुर। कि संस्थाले जानु पर्थ्यो। अनि यति बेला अब त्यस्तो भएर सबै जुझु भएर अनि बजार लाउँ यहाँ भन्दाखेरि बजार एकदम राम्रो पनि लाग्यो। हजुर हजुर। बजारको शोभा धेरै नै बढ्दै गयो। हजुर। अनि अहिले अब सबै कुराबाट
बजार के भयो भनेदेखि तीर्थहल्तिर सौबारी हजुर चिसापानी हजुर हजुर सुकोबारी पारी गोदर हजुर हजुर खुत्नाबारी हजुर आइतबारे यीमध्ये 3 गरे हुँदा अनि त्यता उता पानी चाहिँ गएपछि अलिक गाह्रो भयो अलि नजिकै लाग्न थाल्यो नजिकै अब उतै बजार लगाउन थालेँ हजुर हजुर यता घाट त्यस्तै भयो उमोको त्यस्तै भयो हजुर पनि अब लाग्दैछ अहिले अब हुन्छ अब जे होस् अब फेरि लगाउनु पर्छ सबैजना प्रयास गरेर होइन मिरिकको सुधा आउँथ्यो है उहाँलाई पनि 2टा फाइदा हुन्थ्यो आइतबार उहाँ बजार लाग्दो रहेछ हजुर यहाँको सौदा उहाँ लगाएको उता सौदा यता ल्याए त्यसो पनि गरेको होइन सानो बजार लागेको त यहाँ तपाईँ पनि हजुर हजुर अन्त्यमा नि यो जुन यो बनाउने काम गर्दै हुन्छ होइन कस्तो छ यो पेसा चाहिँ कतिको आम्दानी हुन्छ यसबाट पेसा पहिला पहिला त अलिअलि अब यसो खाइदिएका दुःख सुख हुँदै थियो सर हजुर हजुर अब त सबै कुराहरू अब औजारहरू हामीले बनाएर बेच्ने गर्ने पनि जब कम्पनीबाट हजुर निक्लिन थाल्यो हजुर हजुर अनि घटी हुँदै गयो अनि यस्तै अब मर्मतको लागि मात्रै हुन्छ पुरानो मर्मत ए हजुर अर्जा आफ्ने मर्मत हजुर भनेपछि त्यस्तो पहिला जस्तो अहिले छैन आम्दानी हजुर बन्जर बनाउनु पर्दैन कोदालो बनाउनु परेन हजुर पहिला चाहिँ त्यो सबै बनाउनुहुन्थ्यो तपाईँहरू कति सालदेखि यो पेसा गर्नुभएको पुर्खौली नै होला तपाईँहरू मैले त कति 15-16 वर्षदेखिको पेसा गरेँ एक जुगै भएछ होइन हजुर कति वर्ष पुग्नुभयो अहिले मैले 82 पुगेँ 82 पुग्दा नि यो काम गरिरहनु भएको छ है आम्मामा भनेपछि त तगडा हुनुहुँदो रहेछ के गर्नु सर उहाँ चाहिँ तपाईँको छोरा होला के शुभ नाम हजुरको चाहिँ मेरो एकराज लोहार एकराज लोहार हजुर के छ एकराज सर अहिले के छ आम्दानी कस्तो छ हौ तपाईँ मतलब खासै छैन खासै छैन यो बेला मौकामा यसो किसानहरूको अर्जा बोजु बनालाई आउनुहुन्छ मर्मत गर्नलाई लागि आउँछन् अनि अब अरू बेला आफ्नो बारीमा यसो केही काम हजुर हजुर छ त्यतातिर गरिन्छ यता अब आउँछन् यता आयो ए दुईपट्टि नै काम गर्नुहुन्छ खेती पनि गर्नुहुन्छ यसो आएको बेला यो पनि यो पनि आएको बेला अब यो पनि गरिन्छ यो चाहिँ अहिले के कचिया बनाउनु भएको कि यो अर्जा आफ्नो धार लगाएको है हजुर हजुर यति लगाएको चाहिँ कति पैसा लिनुहुन्छ यसको 140 है मेहनत धेरै छ आगोमा बसेर तातोमा होइन हजुर हजुर पहिला आफै बनाउनुहुन्छ कि किनाइ हुन्छ है भनेपछि त्यति धेरै सन्तोषजनक आम्दानी छैन हजुर अहिले के बनाउने चाहिँ यो कर्चिया अर्जाप्ने भयो यस्तो यो के बनाउनु भएको यो हजुर यो धान लाउनलाई यो चाहिँ के हो यो चाहिँ रेती छ ए रेती हो है हजुर ए धान लाउने हजुर भनेपछि नयाँ चाहिँ बनाउनु हुन्छ तपाईँ यो बनाएको सबै पुरानै हो यो ए नयाँ चाहिँ कसरी बनाउने फलम काटेर तताएर हजुर हजुर बनाउनुहुन्छ है यस परम्परागत पेसा यसलाई अलिकति आधुनिक बनाउन के मेसिनबाटै बनाउने पनि हुन्छ होला होइन त्यो चाहिँ अलिक खर्चिलो पनि भयो होला हजुर ए हजुर हजुर अनि यो चाहिँ भनेको हात हजुर ए हजुर निरन्तर चलिरहन्छ यो चाहिँ चलिरहन्छ भनेको लाइन छैन भने हजुर कामै छैन हो हजुर हजुर हुन्छ खुसी लाग्यो यहाँहरूसँग कुराकानी गर्न पाउँदा अब यो पेसा पनि तपाईँहरूको राम्रो होस् अगाडि बढोस् होइन अब यो बजारको सन्दर्भमा पनि थोरै कुराकानी गऱ्यौँ हामीले अब हाम्रो पनि चाहना त्यही हो बसिरहनु भएको छ हट्न नपरोस् भन्ने नै हो अब राज्यको अब राज्यले के गर्छ त्यो त अब राज्यकै आफ्नै क्षेत्रभित्र पर्यो हजुर हुन्छ